खोला पहिरो 7:15 बजे पहिरो खस्यो र त्यही भएको हामी जाने तर्खरमा थियौँ र त्यही क्रममा हामीले यो दुईवटा ट्रकहरू पुरिएको ठाउँ पनि थियौँ र यो पहिरोले पुरिएको ट्रकहरूको बारेमा तपाईहरूलाई देखाउनको लागि इच्छा जाग्यो र म प्रत्यक्ष प्रसारण मार्फत तपाईहरूलाई देखाउन गइरहेको छु। यो जुन यसलाई चेपाङ डाँडा भन्ने गर्दछ, यहाँ निकै पहिरो खसिराख्ने जोखिमयुक्त ठाउँ पनि मानिन्छ। राति जब 7:30 बजेको समयमा उनीहरू यहाँ आइपुगे सुरक्षित ठाउँ खोज्ने क्रममा उनीहरूले यो जुन पहाड नभएको ठाउँ, पहिरो नखस्ने ठाउँ रोजेर चाहिँ उनीहरू यो दुईटा गाडी यहाँ जानकारी प्राप्त भयो र हामी देख्न सक्छौँ दर्शकबिन दुईवटा गाडीहरू अहिले पुरिरहेको छ र यी गाडीहरू पुरिए तापनि कुनै मानवीय क्षति भने हुन पाएको छैन। उनीहरू भाग्न सफल भएका छन्। अहिले हामी देख्न सक्छौँ रोड जुन चाहिँ सवारीहरू ओहोर दोहोर गर्ने सडक थियो त्यो सडक अहिले पूर्ण रूपमा खोलाको रूपमा परिणत भएको छ दर्शकबिन। त्यस्तै म पृष्ठभूमिमा देखाउन चाहन्छु दर्शकबिन, हामीले देख्न सक्छौँ हिजो बेलुका 7:15 जाँदाखेरि जुन पहिरो खस्यो मुगलिङबाट नारायणघाट जुन गाडीहरूलाई स्कर्टिङ गरेर लाने क्रममा चाहिँ ती गाडीहरूलाई मुगलिङबाट नारायणघाटतर्फ लगिँदै थिए। ती गाडीहरू जब यो काली खोलामा आइपुगे त्यतिखेर पहिरो झर्यो र पहिरो झरिसकेपछि ती अगाडि रहेका एउटा बस र एउटा स्कर्पियो भ्यानलाई पहिरोले पुरिएको छ। यतिखेर यो बस चाहिँ त्रिशुली नदीमा पुर्याएको छ भने स्कर्पियो भ्यान अझै पनि पहिरो मुनि रहेको छ। अहिले तपाईहरूलाई सम्भव भएसम्म म तपाईहरूलाई देखाउने कोसिस गर्नेछु। त्यस्तै त्यहाँ अहिले एउटा लोडरको प्रयोग गरिएको छ अलिकति अगाडि भने, त्यस्तै अलिकति हामी यतापट्टि देख्न सक्छौँ अर्को पनि पहिरो झरेको छ। यो पहिरो हटाउनको लागि एउटा जेसीबी प्रयोग गरिएको हामीले देख्न सक्छौँ। हामीलाई चाहिँ यो सडक योजनाका स्टाफले दिएको जानकारी अनुसार यो पहिरो हटाउन सम्भव पनि उहाँले हामीलाई जानकारी दिनुभयो। त्यस्तै एउटा स्काभेटर यहाँनिर स्ट्यान्ड बाईको रूपमा राखिएको थियो। यो गाडी यदि नभइदिएको भएदेखि, यो गाडीले यो लेदो नछेकिदिएको भएदेखि सायद यो स्काभेटर पनि सिधै त्रिशुली नदीमा पुग्ने सम्भावना उत्तिकै रहेको थियो दर्शकबिन। यहाँ देख्न सक्छौँ स्काभेटर राखिएको केही दूरीमा मात्रै यसरी चाहिँ यो पहिरोले यो खुलेको छ र यो त्रिशुली नदीमा खस्नलाई केही मात्र दूरीमा रहेको छ। यो जति सक्दो यसले पहिरो हटाउनको लागि प्रयोग गरेको खण्डमा फसेका यात्रुहरूले निकाल्न सजिलो हुने थियो। दर्शकबिन म तपाईँहरूलाई यो गाडीको छेउमै गएर अझै देखाउने कोसिस गर्दैछु। रोड पूर्ण रूपमा अहिले खोलाको रूपमा परिणत भएको छ दर्शकबिन। देख्न सक्नुहुन्छ गाडी पूर्ण रूपमा डुबेको छ, पुरिएको छ। आधा भाग अझै यो साइडभन्दा हामीले उतापट्टिको साइडबाट म तपाईँलाई फसाएँ। ओहो रुजियो। अब गाडीहरू यसरी पुरिएको छ दर्शकबिन, देख्न सक्नुहुन्छ। भाग्यवश उनीहरू बाँच्न सफल भएका हुन्। यो गाडी रोजेर चाहिँ गाडीमा उनीहरू बसिरहेका थिए र यी ठाउँबाट चाहिँ सुरक्षित ठाउँ जुन यो खोला कहिल्यै बगेको थिएन, सुकिसकेको थियो, तर निरन्तर वर्षा 2-3 दिनदेखिको वर्षाको कारणले गर्दाखेरि यो ठाउँमा भेल आयो र भेलसँगै आएको लेदोले यो गाडीहरू पुरिन पुगेको छ। हिजो भर्खरै प्रधानमन्त्रीको टोली यो बाटो अनुगमन गर्नको लागि आएको थियो र अनुगमन गरेको दिनमै यसरी पहिरो खसेको छ, ठाउँ ठाउँमा पहिरो खसेको छ। हुनमा अहिलेसम्म जानकारी पाए अनुसार अहिलेसम्म त्यस्तो मानवीय क्षति चाहिँ भएको भन्ने खबर अहिलेसम्म आएको छैन। अहिले जति पनि हामीले पहिरोहरू देखिरहेका छौँ ठाउँ ठाउँमा दर्जनभन्दा बढी ठाउँहरूमा चाहिँ पहिरो खसेको छ दर्शकबिन। धेरै यात्रुहरू अल्पत्र परेका छन् र बीचमा फसेका यात्रुहरूलाई अहिले उद्धार गर्नको लागि प्रहरीहरू र सडक डिभिजन कार्यालयबाट खटिएका टोलीहरूले ती पहिरोहरू हटाउने वान खोलेर उनीहरूलाई सुरक्षित ठाउँमा लैजाने प्रयास भइरहेको छ। दर्शकबिन यतिखेर म चोर
चेपाङ खोलामा छु र तपाईहरुलाई अझै म यो नजिकबाट देखाउन चाहे जुन यो पहिरोको भेलले गर्दाखेरि पहिरोसँगै आएको यो भेल र लेदोले गर्दाखेरि यो सडक त्रिशुली किनारमा यसरी सडक छेउ चाहिँ पुरै खोताल्न पुगेको छ। यो बाटो हिँड्नलाई निकै जोखिम युक्त चाहिँ भनेछ। अब यो बाटो भएर यात्रा गर्न निकै जोखिम देखिन्छ। यसलाई तत्कालै मर्मत सम्मार नगरे अथवा वैकल्पिक बाटोको प्रयोग नगरेको खण्डमा यो बाटो भएर हिँड्नलाई अझै कति मान्छेले ज्यान गुमाउनु पर्ने हो त्यो भने चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ। तसर्थ यो बाटो भएर हिँड्नुभन्दा वैकल्पिक राजमार्गको प्रयोग गरेर हिँड्नु निकै उपयोग दिन्छ। पुरै खोलेको छ दर्शकबिन, यहाँनिर यो लेदोले पहिरोले यो पानीले गर्दाखेरि यो सडकको आधा भाग यसरी पहिरेर त्रिशुली नदीमा पुर्याएको छ। दृश्यमा देखाउँछ दर्शकबिन, जो मैले देखाइरहेको छु एउटा मोबाइलको टावर छ माथिपट्टि, त्यसको ठिक तलपट्टि अझै चर्किएको भागमा त्यहाँ जमिन भाँसिएको रहेको अवस्था छ। त्यहाँबाट फेरि पनि पहिरो खसेको खण्डमा अथवा पानी परेको खण्डमा त्यो डाँडै भाँसिने पहिले पनि अनुमान गरिएको थियो। अहिले त्यसको केही भाग मात्रै खसेको छ र त्यही पहिरोमा परेर एउटा बस त्रिशुली नदीमा बेपत्ता भइरहेको छ भने एउटा जीप त्यहाँ पुरिरहेको अवस्थामा छ दर्शकबिन। त्यस्तै त्यो पहिरो खसेको भन्दा अलिकति ओर 100 मिटर जति मुगलिङतर्फ पनि अर्को ठुलो पहिरो खसेको छ, जहाँ चाहिँ केही दिन अघि केही समय अगाडि एउटा पुलिसको भ्यान र एउटा ट्रकलाई त्रिशुली नदीमा पुर्याइएको थियो। सोही ठाउँमा फेरि पहिरो झरेको छ र बाटो पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ दर्शकबिन। हामी यहाँ आइपुग्दा केही समय अगाडि त्यो एउटा जेसीबीले चाहिँ यो जुन 3 किलोमा खसेको पहिरो हटाउने प्रयास गरिरहे तापनि माथिबाट पहिरो झर्न नरोकिएपछि अहिले जेसीबी पनि फर्किएको अवस्थामा छ, काम रोकिएको अवस्थामा छ। त्यस्तै उतापट्टि हामी जुन राति 7:15 पहिरो खसेको थियो त्यो ठाउँमा पनि पहिरो हटाउनको लागि अहिले समस्या भएपछि त्यहाँ पनि अहिले काम रोकिरहेको अवस्थामा छ दर्शकबिन। अहिले उद्धारको लागि सशस्त्र प्रहरी बेस क्याम्प कुरिनटारबाट केही टोलीहरू आए तापनि उद्धारको सम्भावना कमै भएको कारण उनीहरू अहिले फर्किएका छन्। मुगलिङतिरबाट थप टोली आएर चाहिँ फेरि उद्धार हामीलाई जानकारी दिएको छ। दर्शकबिन, हामी पल पल तपाईहरुलाई प्रत्यक्ष प्रसारण मार्फत यसरी जानकारी दिइरहेका छौं र अझै हामी जहाँ पहिरो खसेको छ त्यो पहिरो खसेको ठाउँबाट पनि तपाईहरुसँग चाहिँ लाइभमा प्रत्यक्ष प्रसारणबाट जानकारी गराउने कोसिस गर्नेछौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते।